आज हामी सपरिवार चामलिङ सर मैले भनेर चाहिँ जहिले भन्ने गर्थेँ सामाजिक सञ्जालतिर उहाँ मेरो कान्छा भेना भर्खरै मात्रै आफ्नो शान्ति सुरक्षा चाहिँ सफल पारेर सेन्ट्रल अफ्रिका कारबाट चाहिँ हिजो मात्रै नेपाल प्रस्थान गर्नुभएको र आज हामी चन्द्रगिरी हिल जाँदैछौँ। हाम्रो चामलिङ सरको नेतृत्वमा चाहिँ हामी आज चन्द्रगिरी हिल्स जाँदैछौँ। त्यो चाहिँ मेरो फर्स्ट अनुभव हुनेछ केबल कार चढेको जिन्दगीमा। तपाईँको के छ? मेरो नि फर्स्ट हो केबल कार कस्तो मनोकामनातिर गइएन? छैन मेरो पनि फर्स्ट हो। चन्द्रगिरी चाहिँ हेरौँ भनेर हिँड्नु पर्ने ठाउँ होइन, त्यो चिज पनि होला, नयाँ अनुभव गरौँ भन्ने हिसाबमा चाहिँ हामी जान गइरहेको छौँ। ट्याक्सी चाहिँ आइसकेको छ। हाम्रो दाइले एकदम मजाले लानुहुन्छ अहिले। एकदम धेरै राम्रो छ। चन्द्रगिरी केबल कार चढ्ने हावा फालिदिनु ल। हस् हजुर हस्। आमासँग जाउँ न छिटो। दुईजना त काखमा हो। ए भैया कान्छी पुगुको काखमा तिमी छेउमै हो क्या? झ्यालमै हो? झ्यालमै बस्ने। अनि हामी अहिले चन्द्रगिरीको यो स्टेसनमा जुन चाहिँ केबल कार चढेर माथि गइन्छ त्यहाँ आइपुगिसकेको छौँ। अब यहाँ हामीले अनलाइन टिकट बुकिङ गरिसकेका छौँ। त्यही अनुसार हामी देखाएर प्रक्रिया पुऱ्याएर माथि जानेछौँ। हामी सबैजना भेला भइसकेको छौँ अहिले। यसो इन्ट्रान्स भइहाल्यो। सिस्टम चाहिँ यस्तो रहेछ है। हेर्नुहोस्, अब चाहिँ माथि जानलाई हामी मेन ठाउँमा। ल पहिलो अनुभव पहिलो अनुभव भने त चामलिङ सर पहिलो केबल कार चाहिँ पहिलो अरू सबै चढ्छ। कस्तो लागिरहेछ अहिले केबल कार चढ्दा? आफै हुन्छ यता राख्यौँ है खुट्टाहरू। भाइ नडुल है। कस्तो पहिलो अनुभव होइन हाम्रो सबै त हो तर लास्टै बोर भयो। सबैको होइन, पहिलो त हाम्रो हो। यो पहिला नै आएको होइन, नानी पहिला आउनु भएको। बाकस चढिसकेको? चढिसकेको मान्छेहरू त मलाई कलेजबाट पनि आइरहेको थियो यतै। ए चढिसकेको। गटु झुन्डिने भन्थिस् नि होइन भाइ। ल आपालाई चाहिँ यता राख्नु, तपाईँ उता बस्नु त। अनि आपाले रमित देख्नुहुन्छ नि उँभो जङ्गल। एउटा जङ्गल किन हेर्नुपर्छ? काठमाडौँ हेर्नुपर्छ। जतै पनि देखिन्छ। त्यो जङ्गल त हो के? तपाईँको अब भिडियोमा चाहिँ हजुर सबै आउने हो। सबै आउँछ। कानै छुइदिएन क्या अब। ल फोटो पनि खिचेछु। कतिमा पुऱ्याउँछ? ढाइढुइ नगर्ने रहेछ नि त प्लेनमा जस्तो। पहिले गर्छ त्यहाँनिर उहाँनिर गर्छ। हल्का मात्रै। आम्मा यत्रो उकालो तान्नु छ है। हुन त जिनिस त जिनिसै हो। बाबा कोही कुर्मालाबाट छ? गाउँठाउँमा हुर्केको मान्छे त्यसमा डरा भने त प्लेनमा त सबै हुन्छ। छोडियो काठमाडौँ। अहिले होइन के भयो? लाइन गयो क्या?
लाइन गयो क्यार झन् खाइदा सुलुलुलु डर लागेर मरे म त होइन नि लाइन गएको हो नि लाइन गयो रोकिँदो रहेछ नि त ओइ मुटु त नयाँ अनुभव पनि गरियो नयाँ अनुभव गरियो भने त लाइन रोकिँदा नि यस्तो हुँदैन यहाँ पहिला मान्छे थुनिया थियो है के भएर लाइन गयो अर्कै अर्कै भएको छ। ए गयो त सुलुलुलु टोलीहरु आइ मरे म त किन डराउनु भएको ए पाङ्ग्रीमा त ट्र्याक्टरमा पो लोड गर्नु पर्यो ट्याक्सीमा हुन्छ झन् लोकल बसले के हुने हो उयो त मान्छे यो बाटो हिँड्दै हिँड्दै झर्छ नि यो बाटो हो र जङ्गलभित्र चाहिँ धेरै ऊ होला है जडीबुटीहरू खुले है घाम लाग्यो है अलिअलि त ड्रोन सर्ट पो आयो थियो यहाँबाट यहाँ फोटो खिच्नु त सक्दिन हाम्रो ए नउठ्नु न है डर लाग्दैन यहाँ त बाघ पनि होला हौ खोइ फर्स्ट टाइम यो त आइसकेको अरे नछुए यता नछुनु अरे कता नछुनु अरे त्यो लक्खुसी अन्त झरिन्छ हामी बौला सेको र होइन उहाँ लेख्नु त उ सावधान यस्तो खुल्लै राखेर हात र खुट्टा टाढा राख्नुहोस् अरे ढोकाको सहारा लिएर नबस्नुहोस् अरे नेटै नचल्दो रहेछ अनि कानै पुरै बन्द भयो त हौ कान पऱ्यो भन्दा कस्तो बम्प होला यस्तो यहाँ हिँड्नुपर्छ यस्तो यो भन्दा धेरै डेन्जर गराउँछ यहाँनिर अल्पना अल्पना ल्यान भएको होला बिस्तारै एकछिन है बिस्तारै होइन यो रोकिँदैन यो अब झर्ने हो होइन अनि केटाकेटीहरू आफै तलतिर जान्छ नि त ढोका खोल्ने झर झर भाइ झर बिस्तारै झर बिस्तारै है बिस्तारै छेउमा छेउमाको होइन यता गाडी नै आउँदो रहेछ त अलि टुरिस्टहरूलाई मात्रै अलाउड होला टुरिस्ट गाडीहरूमा पनि आउँदो रहेछ यहाँ के भयो अरे तिमीलाई जति पनि घुमे अँ अलिक खास लाग्ने चाहिँ कहीँ भेटेको छुइनँ कि ठाउँ तिमीलाई अब त्यो यो उमेरमा कहाँ खास लाग्छ 18-19 लभ परेको होस् तिमीलाई एउटा पाखा पनि खास लाग्छ अब यहाँ बुढासँग हिँड्दा त कहीँ पनि खास लाग्दैन ए सिएम सरसँग कस्तो रहेछ दादा 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 कि भाइ ए यहाँ त रेस्ट्रिक्ट रहेछ बस्नै मिल्दैन भर्खर बनाउँदैछ लेख लाग्यो है मलाई त ओए त्यस्तो चाहिँ गर्नु मन जिप लाइन कहाँ झार्छ त्यसले चाहिँ त्यसले एकैचोटि भक्तपुर त्यहाँ चाहिँ जानु मन थियो कि रमाइलो रहेछ है रमाइलो यो चाहिँ केटाकेटीको लागि र साइक्लिङ जिप लाइन देख्न सकिन्छ अब भाइहरू यहाँ पुरै व्यवस्थित रहेछ चाबीहरू प्रशस्ति यो आस्थाको धरोहरहरूलाई यिनीहरूले झुन्डाएको नेपालमा पागलै धेर छ किन झुन्डाएको यो भएन तिमीहरू उ नगर यो के छ यसमा तपाईँहरूको यस्तो केही होइन हो? सर डराउनु पर्दैन यदि फर्मालिटीको लागि मात्रै हो ल युटु है कम ठिक छ नि होइन कस्तो लागिरहेको छ यता हेर न
यता हेर है मैले फोटो खिचिदिन्छु पखाइ रमाइलो गर्नु पर्यो वाउ गर्दै जाने लडिँदैन बाई बाई हात छोडेर जाऊ अल द बेस्ट नाना गेट रेडी हुँदै हुनुहुन्छ है त्यहाँनिर यो जिप लाइन चढ्नुको लागि रहर पनि गाँठे गेट रेडी विथ मी हो सामानहरू त चस्मा हेले खुब हात त ल ल ल यहाँबाट जिप लाइन चढेर सक्यो सागो पनि रहेछ सागो पुल वाल्क हिँड्दै हिँड्दै गर्ने ठाउँ कुनै कुनै कुराहरूले यस्तो मन लोभ्याउने रहेछ कि जस्तै यो ठाउँ हो कस्तो आनन्दको लथ्यो पार्कमा बस्दा अनि यहाँ तल घोडा पनि रहेछ है अहिले चाहिँ कस्तो बुझेँ भने चन्द्रगिरी हिल्स चाहिँ तपाईँको एउटा पूजापाठको लागि मात्रै नभएर यहाँ चाहिँ फ्रिली खेल्ने ठाउँहरू सम्पूर्ण सेवा सुविधाहरू बच्चादेखि बुढोपाकाको सम्पूर्ण सबैलाई चाहिँ यो खेल्ने ठाउँहरू प्रशस्ति रहेछ त्यो बुझेँ है अब सबै कुरा नै छ रहेछ जो काठमाडौँ भेलीभित्र नभएको कुराहरू पनि हरेक कुराहरू यहाँनिर देख्न सकिँदो रहेछ बच्चाहरूको लागि यस्तो यस्तो राम्रो खेल्ने ठाउँहरू पनि रहेछ कुनै शुल्क छ कुनै बिना शुल्कको रहेछ देख्न सकिन्छ सानो सानो रहेछ घोडाहरू हाम्रो यहाँ घोडा चढ्ने कुरा हुँदैछ 2 पेयरको ल चाम्लिङ सर कुन चढ्ने अनि अर्को सेतो कि रातो चढ्ने सेतो सानो छ जुन भए पनि म सानो मान्छेलाई सानै चढाइदिउँ न ठुलै चढ्नु न ठिक छ यो चढ्नु अब यही निकालिरहेको यस्तो फर्किँदै गरेको हाम्रो खेरु बिचरा गलिसक्यो नि त छैन के गर्नु यो त खासै यिनीहरूलाई त शनिबार बिजी हुन्छ आज त केही मान्छे छैन छ घोडाले कति बोक्छ काँती हिँड्छ के थाहा कल्पना फोटो खिच्देऊ न लाउनु त तम्बै कतापट्टिबाट आउनु अगाडि यहाँ त अलि राम्रो आएन उता माराख्नु त बस बाइक चले त भयो घोडा चढी आए हाम्रा जेठा मामा ल दुला दुली पछाडि ल पछाडि ल
ल है दुला दुलीहरू किन बैमान रहेछ यो ल फोटो खिच्दौ हिँड्नु न कस्तो लाज म त कुरा गरेको नजाम परे बानी नि राते कहीँ लाहरू गयो है गयो ल है चामलिङ सर पनि कन्ट्रोल गर्ने खुट्टा र डोरी भएर बाट कुदाउने के फरक पर्दैन आउ दुईजना ल अल्पना आउ ल अगाडि लाउ ओए ल दुईजना अरु बोलाउँ बस त्यहाँ अब हाम्रो पालो चलाउने हो कि अहिले उहाँहरु जस्तै बिस्तारै अब हान्न पनि सक्छ नि तिनटै लान चाहिँ मिल्दैन मित्र तिमीलाई आउँछ भने छोडिदिन्छु त्यही दिन फेरि आउन त आउँदैन ल अर्को एकजना को ल तपाईँ म हो पल्लोमा बस न त्यो पैसा बस्दै भन् ल त्यो अलि बेइमानी घोडा चढ्नु धेरै अप्ठ्यारो हुन्छ नि अल्पना ल बस्नु 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 लिलिक र लालाको हल्लिन्छ हलिन्छ हलिन्छ तिम्रो त खुट्टाले पनि भेट्दैन होला खुट्टाले पनि भेट्दैन माथि हाल्नु माथि राख्नु बत्तल जस्तो ल माथि हाल्नु पर्यो ओके ल गोइङ ल अब हामी ल भन् फोटो खिच न यहाँबाट अनि फोर त छ सिधा भन् मेरोबाट खिच न एक हाल्नु भेट्दैन क्या के को भेट्दिनँ म त मजाले भेट्छु यो मोबाइल उता दिनु त उता अगाडि हिँड्नु पर्यो अलि यता साह्रो भयो नि ल है दुला दुली गयो है त्योसँग एउटा लेसँग थोरै पाहाड ढल्को ल पछाडि ढल्केर बस्छ है सुरुमा कस्तो गर अरे पछाडि ढल्केर बस्छ ल ल फोटो खिच्नु बस्न गिल्ली गिल्ली गरेर पक 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 पाए पक 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 यसो आउने एकछिन ल यसो त्यो छोडिदिनु हरि छोडिदिनु हरि छोडिदिनु हजुरले यो सामान भाइ एउटा फोटो खिच्नलाई ल चस्मा मलाई फोटो सेसन है ल एकछिन ए दाइ दाइ आउनु न यहाँ केही गर्दैन हौ केही गर्दैन क्या त्यसले यसो दुईपट्टि यस्तो ल केही गर्दैन क्या दुईपट्टि डोरीसम्म पक चेरु ल गिल्ली ए लडिन्छ के हो घाट हल्का ज्यान रिल्याक्स बस्नु रिल्याक्स ज्यान छोडिदिनु क्या छोडिदिनु भोडा जसरी हिँड्छ त्यो ज्यान हाम्रो अनुसार त्यही अनुसार छोडिदिनु के दाइ अहिले त मामाले चाहिँ घोडा चढी आज जेठा मामा चाहिँ भान्दाको आउँछ पारा मामालाई त ओके नाउ गो ब्याक नाउ स्टेट सिधा सिधा अगाडि सिधा ल ल लिनु सर ल तपाईँ लिनु त साउन यो साउन त बिस्तारै ल ल नडर ल ल सिधा भयो सिधा भयो सिधा बस्छ ल खाइदा हो बहिनी डोरी समाउँछौ हो दाइ ल है चङ्गे दाइ नकुदाउनु न लड्यो भने त अनि यहाँ पछाडि हुन्छ नि जिन्दगी नचढ्ने काबु बनाउनु अच्छा उतापट्टि जानु भाइ उतापट्टि जानु त्यसमा स्वाद यसमा हैन तिमी लेफ्ट जान्छ त्यो राइट म सिकाउँछु तिमीलाई ल है घुमाउ त ल ल उता अगाडि पढेको दिनु ल ए अनि सिधा खाऊ दुईपट्टि बराबर डोरी जिउ ब्यालेन्स गर न ल फोटो अहिले खिच्नु ल भिडियो ल ल यसले पाराले ल लेफ्ट ताने लेफ्ट छोरेले यसले पाराले ल उतापट्टि जानु भेरी गुड छोरेले छोडा हो यो हो त ल केटाले पाराले पाराले झ्याक खान झ्याक Hey! Hey!
अब यो चाहिँ देखिएको स्वरूपहरू भनेको खाजासाजा खाने ठाउँहरू रहेछ। त्यता होइन भाइ, यता यता। अनि यो विशेष पूजापाठ गर्ने ठाउँ जुन चाहिँ यो प्रख्यात रूपमा भिडियोहरूमा देख्न सकिन्छ। यो मन्दिर अनि एकजना पुजारीलाई यही ठाउँमा हुनुहुन्छ। यहाँको मौसम चाहिँ छिनभरमै परिवर्तन हुने रहेछ यार। कुहिरो आइरहेछ, पुरै कुहिरो। आमामामा एकैछिन अगाडि घाम थियो, अहिले अल्पनाहरूले चाहिँ टिका लाउने रे माथि त्यो ऊबाट पुजारीको हातबाट टिका लाउने। एकैछिन परिवर्तन। यहाँ बसेर खाना निषेध गरिएको छ भनेको छ। खानेपानी यहाँ पृथ्वीनारायण शाहको शालिग रहेछ। के आयो? ए सैनिकहरू। सैनिक होइन, पृथ्वीनारायण शाह पारादारहरू सहित चन्द्रगिरीबाट नेपाल डोको दर्शनले के खाल्टो भने केही देखिँदैन रहेछ हो। ए काठमाडौँ चाहिँ खास यहाँदेखि देखिने रहेछ है, सबै दिन खुलेको भए। चन्द्रगिरी हिल्स डाँडामा आइयो। अब यहाँनिर रमाउनु पर्ने कुराहरूमा पनि रमाइयो नै भनौँ। अब फोटोसोटहरू खिचियो, पारिवारिक भ्रमण। अब हामी अहिले चाहिँ फिर्दैछौँ घरतिर, तर पनि इनफै भयो। जे होस् रमाउन पाइयो, रमाइयो, यति भयो। अब इनफै भन्नुपर्छ होइन। अब फेरि यहाँदेखि रिटर्न ब्याक केवल कारमै जानुपर्ने हुन्छ। यहाँदेखि जाने ठाउँ देखिरहेछ, तर काठमाडौँ चाहिँ देखिएन, किनभने धुसे लागेर यो घुम्ने सिजन चाहिँ सिनहरू तल काठमाडौँको हेर्नु चाहिँ चैत वैशाखमा चाहिँ होइन रहेछ। ब्याक कुदैछु है, फेरि तल झर्दैछु। त्यहाँबाट होइन, चढौँ 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 चढौँ। लेट्स गो। अलि त जाऊ न। अब लाग्यो घरतिर, बजिहाल्छ नि। लाँदो रहेछ त घाँटे मरिन्छ क्या त भाइ। माथि मन्दिरदेखि तल झरेको होइन, त्यहाँ मात्रै स्पिड रहेछ है। ओ स्पिडै छ। हेलो किन रिसाएको? हिँड्दै त होइन होला है। हामी यतापट्टिबाट हेर, यता यता हेर, हाम्रो यता हो नि त। रोड पनि यहाँ छ, सेवा सुविधा सबै कुरा सम्पन्न। अहिले देखिन्छ। हजुर सामान्य यस्तोमा नि अडिन्छ हौ, मान्छे अडिन्छ, बाँचिन्छ। यो त सिसा रहेन रहेछ यार, झन्डै खाँदै छोड्यो बनायो।
धेरै राम्रो हुन्थ्यो। राम्रो हुन्थ्यो। नेटमा चलेर चल्दैन किन तर भोलि आउँछु हो जिस्काएको तल इन्चे। अब आजलाई घुमघाम कार्यक्रम र भिडियो समाप्त हुँदैछ। धन्यवाद। अनि त्यही हो, अब घुमियो, रमाइलो भयो। चन्द्रगिरी र केबल कार चढाइको पहिलो अनुभव। थ्याङ्क्स टु नाना भेना, कान्छी नाना, कान्छा भेना, बाबा सबैलाई जे होस् भ्रमण कार्यक्रम सक्यो भनौँ न। यहाँ खोलिन्छ ढोका। तर अलिकति ओभरले लाग्यो है। हिँड्दा हिँड्दै चढ्नु पर्ने कि है, हिँड्दा हिँड्दै चढ्ने झर्ने चाहिँ अलिकति उ लाग्यो कि। बिस्तारै छोरा ब्यालेन्सले है, बिस्तारै आमा। नछु भाइ, ल बाई बाई केबल कार, बाई बाई दाइ, हवस् दाइ। आजलाई भिडियो समापन गरिदिन्छु यहीँबाट, किनभने अब बाइक कुदाउँदै जानुपर्ने हुन्छ घर।